एसई परीक्षा सुरु हुँदैछ। हाम्रो विद्यालयबाट हाम्रा असाध्यै प्यारा प्यारा हाम्रा मुटुका टुक्रा हाम्रा आँखाका नानी असाध्यै ज्ञानी विद्यार्थी भाइ बहिनीहरू यो उहिलेदेखि भन्दै आइएको फलामे ढोका अनि हामीले पनि अझैसम्म पुरा भन्दनीले गर्दाखेरि बोल्न नछोडेको हुन त अब त्यस्तो रहेन, त्यही पनि फलामे ढोका जस्तै र यताउता विद्यालयको अवस्था जाँच्दाखेरि पनि एउटा मानकको रूपमा एसई परीक्षामा कस्तो भयो भनेर अझै पनि हेरिने मूल्याङ्कन गरिने भएको कारणले त्यो फलामे ढोका खोल्न जसबाट उज्जवल भविष्यको सुरुवात पनि हुनेछ। कसरी खोल्छौ ढोका अनि भविष्य उज्जवल बन्ने कि कति मधुरो बन्ने भन्ने हुनेछ। त्यसमा जाँदै गरेका विद्यार्थी भाइ बहिनीहरूलाई पहिला एसएलसी भनिन्थ्यो। एसएलसी दिन जाँदाखेरि विदाई गर्ने चलन थियो। हामी पनि त्यो बेला एसएलसी परीक्षा दिएका थियौँ। हामी पनि विदाई भएका हौँ अनि पछि फेरि कुनै न कुनै नाउँबाट त्यो ठाउँमा आउँछौँ। अनि तिमीहरूलाई अहिले हामीले शुभकामना दिनको लागि हामी सबैको तर्फबाट हाम्रो प्रेम दर्शाउनको लागि र त्यसको बलले तिमीहरूको एसई परीक्षा एकदमै राम्रो होस् भन्ने कामना गर्नको निमित्त शुभकामना कार्यक्रम आयोजना गरेका छौँ। अब कसो गरिरहनु त्यसमा